द डिबेटमा स्वागत छ। तपाईलाई थाहा छ, जब हामी आर्थिक प्रगतिको कुरा गर्छौं नि, मानिसहरूले यसलाई एउटा सिधा रेखा जस्तो सोच्छन्। जस्तै कुनै विद्यार्थीले परीक्षा पास गरेर माथिल्लो कक्षामा जाँदा सबै कुरा राम्रो हुन्छ, उसले नयाँ अवसर पाउँछ भन्ने ठानिन्छ नि। हो, सुन्दा त निकै सकारात्मक लाग्छ। स्तरोन्नति वा के भन्छ ग्रेजुएसन भन्ने शब्दमै एउटा सफलताको भाव लुकेको छ नि त, एउटा स्पष्ट उपलब्धि जस्तो। एकदम। तर जब हामी नेपालको सन् 2026 को अति कम विकसित राष्ट्र अर्थात् एलडीसीबाट हुने भनिएको स्तरोन्नतिको गहिराईमा पुग्छौं नि, त्यो प्रगतिको तस्विर एक्कासी निकै डरलाग्दो बन्छ। पक्कै पनि यो अलि गम्भीर विषय हो। हामीले स्रोत सामग्रीमा गहिरिएर हेर्दा के पायौं भने अन्तर्राष्ट्रिय श्रम संगठन ILO को डरलाग्दो प्रक्षेपण छ। यो प्रगतिले आगामी 5 वर्षभित्र 1,32,000 नेपालीको रोजगारी खोज्न सक्छ। ओहो, 1,32,000, यो त साँच्चै झस्काउने तथ्याङ्क हो। र करिब $1 अरब आर्थिक नोक्सानी निम्त्याउन सक्छ। यो आर्थिक रूपान्तरणको अत्यन्तै जोखिमपूर्ण पाटो हो, जसमा पर्याप्त विमर्श भएकै छैन। त्यही त, एउटा यस्तो विषय हो जुन मतलब हाम्रो देशको भविष्यसँग सिधै जोडिएको छ। र आज हामी यही गम्भीर विषयमा केन्द्रित हुनेछौं। मे 13, 2026 मा नेपाल सरकारले संयुक्त राष्ट्रसंघलाई पत्र लेख्दै यो स्तरोन्नतिलाई सन् 2029 सम्म सार्न औपचारिक आग्रह गरिसकेको छ। हो, म्याच सार्ने कुरा आएको छ। के हामी यस स्तरोन्नतिका लागि साँच्चै तयार छौं? विशेष गरी युरोपमा पाइरहेको भन्सार रहित पहुँच गुम्दा हाम्रा गलैँचा र पश्मिना जस्ता उद्योगहरू कसरी संकटमा पर्नेछन्? मेरो स्पष्ट अडान के छ भने म यस स्तरोन्नतिलाई सन् 2029 सम्म सार्ने सरकारको कदमलाई पूर्ण रूपमा समर्थन गर्छु। किनकि सुन्नुस् न, तयारी बिनाको यो छलाङले हाम्रा निर्यातमूलक उद्योगहरू ध्वस्त पार्नेछ र लाखौंलाई सडकमै ल्याउनेछ। म भने यसलाई अलि फरक दृष्टिकोणबाट हेर्छु। खै, मलाई के लाग्छ भने बारम्बार म्याच सार्ने यो प्रवृत्तिले नेपाललाई परनिर्भरता र अनुदानको लतमा मात्र सीमित राख्छ। तर जोखिम त छ, तर यो स्तरोन्नति हाम्रो अर्थतन्त्रलाई बाध्यकारी रूपमा आधुनिकीकरण गर्न आवश्यक एउटा कडा शक हो। हामीलाई यो झट्का चाहिएको छ। ठिक छ, दुवै पक्षको आधारभूत दृष्टिकोण त स्पष्ट भयो। अब यसको पत्र खुतल्ने प्रयास गरौं। म सुरुमा श्रोताहरूलाई यो भन्सार छुट गुम्नु भनेको खासमा के हो भनेर प्रश्न पार्न चाहन्छु। पक्कै। स्तरोन्नति हुनु भनेको हाम्रो अर्थतन्त्रको लागि युरोपिय युनियन अर्थात् EU को एभ्रिथिङ बट आर्म्स EBA सुविधा गुमाउनु हो। यो कुनै सामान्य नीतिगत परिवर्तन मात्र होइन। हतियार बाहेक सबै कुरामा शून्य भन्सार हैन त? ठ्याक्कै। EBA अन्तर्गत अहिले हाम्रा उद्योगीहरूले जे पनि युरोपमा शून्य भन्सारमा पठाउन पाउँछन्। अब स्तरोन्नतिपछि हामीले त्यो सुविधा गुमाउँछौं। मानौ हामीले EU सँग वार्ता गरेर GSP+ भन्ने अर्को सुविधा पायौं रे। त्यो सम्भावना त छ। सुन्दा उस्तै लाग्छ, तर त्यहाँको उत्पत्तिको नियम अर्थात् रुल्स अफ ओरिजिन अत्यन्तै कडा छ। विशेष गरी दोहोरो रूपान्तरण डबल ट्रान्सफर्मेसनको नियम। यो भनेको के हो भने विदेशबाट धागो आयात गरेर कपडा बुन्ने हाम्रा नेपाली उद्योगहरूले अब त्यो सहुलियत पाउँदैनन्। तपाईले यो डबल ट्रान्सफर्मेसनको कुरा उठाउनुभयो, जुन स्रोत सामग्रीको एकदमै महत्त्वपूर्ण बुदा हो। श्रोताहरूका लागि यसलाई अझै सरल बनाउँदा, हजुर, अहिले एउटा गार्मेन्ट्स उद्योगले चीन वा भारतबाट तयारी कपडा ल्याएर यहाँ सर्ट सिउँछ हैन, अनि नेपालमा बनेको भनेर युरोप पठाउँछ। तर GSP+ लागू भएपछि युरोपले भन्छ सर्ट मात्र सिलाएर भएन, त्यो सर्ट बनाउने कपडाको धागो पनि नेपालमै काटेको हुनुपर्छ। एकदम सही। र समस्या यही छ, हाम्रा पश्मिना र गलैँचा उद्योगसँग रातोरात आफ्नै स्पिनिङ मिल मतलब धागो काट्ने उद्योग खडा गर्ने न पुँजी छ न प्रविधि छ। विश्व ब्याङ्कले हालै नेपालको आर्थिक वृद्धि दर जम्मा 2.3% रहने प्रक्षेपण गरेको छ। यस्तो शिथिल अर्थतन्त्र भएको बेला साना तथा मझौला उद्योगलाई यो कडा मापदण्ड थोपर्नु भनेको उनीहरूको घाँटी निमोट्नु होइन र? त्यसैले 1,32,000 रोजगारी जोगाउन सरकारले सन् 2029 सम्म समय माग्नु बुद्धिमानी कदम हो। म बुझ्छु तपाईँ किन त्यसो भनिरहनु भएको छ। उद्योगीहरूको तत्कालको पीडा हेर्दा यो जायज लाग्छ। तर हेर्नुस् न, म यसलाई अलि फराकिलो क्यानभासमा राख्न चाहन्छु। भन्नुस् न। नेपाल एकमात्र यस्तो देश बन्दैछ जसले प्रति व्यक्ति आयको मापदण्ड पूरा नगरिकन LDCबाट स्तरोन्नति गर्दैछ। सन् 2024 को समीक्षामा हामी जम्मा $6 ले चुक्यौं। त्यो तथ्याङ्क त छ। एउटा राष्ट्रको रूपमा यो हाम्रा लागि लज्जाको विषय होइन र? हामी अझै पनि गरिबीको ट्याग भिरेर सहुलियत खोजिरहेका छौं। तर $6 ले चुक्नु भनेको त हामी अझै पनि गरिब नै छौं भन्ने प्रमाण हो नि, होइन र? हो, तर हामीले गरिबी बेचेर कहिलेसम्म मागी खाने? जहाँसम्म तपाईँले निर्यातको कुरा गर्नुभयो, हाम्रो कुल निर्यात नै अत्यन्तै सानो छ, जम्मा $1 अर्ब को हाराहारीमा। अझ रोचक र तितो सत्य त के छ भने हामीले पाइरहेको यो EBA वा अन्य व्यापारिक सुविधाको पूर्ण उपयोग गर्न सकेकै छैनौं। हाम्रा उद्योगहरूले वास्तवमा के निर्यात गरिरहेका छन् त? पाम आयल र भटमासको तेल। पाम आयलको कुरामा म सहमत छु।
हामी इन्डोनेसियाबाट कच्चा तेल ल्याउँछौँ, थोरै प्रशोधन गर्छौँ र भारतको भन्सार नीतिको फाइदा उठाउँदै उतै पठाउँछौँ। यसमा हाम्रो कुनै कम्प्यारेटिभ एडभान्टेज छ त? छैन नि, यो त कृत्रिम व्यापार हो। त्यो दिगो होइन म मान्छु, तर मलाई यो बुन्दा पूरा गर्न दिनुस् है। जब हामी एलडीसीको ट्याग हटाउँछौँ नि, तब नेपालको अन्तर्राष्ट्रिय साख क्रेडिट रेटिङ बढ्छ। लगानीकर्ताहरूले लिने जोखिम प्रिमियम घट्छ, जसले प्रत्यक्ष वैदेशिक लगानी अर्थात् एफडीआई भित्र्याउन मद्दत गर्छ। हेर्नुस्, सन् 2035 सम्ममा 28,500 मेगावाट जलविद्युत उत्पादन गर्न हामीलाई 46.5 अर्ब डलर लगानी चाहिन्छ। यो खरबौंको लगानी सधैँ हामी गरिब छौँ, हामीलाई दया गर भनेर आउँछ त? पक्कै आउँदैन। तपाईले दीर्घकालीन लगानी र जलविद्युतको कुरा गर्नुभयो, जुन सुन्दा निकै आकर्षक लाग्छ, तर हामीले वर्तमानको कठोर यथार्थलाई बिर्सन त मिल्दैन नि। आउनुहोस्, त्यो 1,32,000 रोजगारी कसरी गुम्छ भन्ने मेकानिजम बुझौँ। जब हामी 2026 मा स्तरोन्नति हुन्छौँ, युरोपियन बजारमा हाम्रा उत्पादनहरूमा करिब 5 देखि 12% भन्सार शुल्क बढ्नेछ। खै 5% त त्यति ठूलो अन्तर होइन जस्तो लाग्छ नि। सामान्य खरिद बिक्रीमा 5% सानो लाग्ला, तर अन्तर्राष्ट्रिय बजारमा जहाँ नाफाको मार्जिन अत्यन्त साँगुरो हुन्छ, यो 5%ले त ठूलो तहल्का मच्याउँछ नि। कसरी? यसलाई यसरी सोचौं, युरोपको एउटा ठूलो बायरले नेपालबाट लाखौं डलरको पश्मिना किनिरहेको छ। भोलि 81 त्यसमा 5% कर थप्यो भने उसले नेपालको उत्पादन किन्न छोडेर सिधै बंगलादेश वा भियतनामको फ्याक्ट्रीलाई अर्डर दिन्छ, किनभने त्यहाँ सस्तो छ। त्यो बजारको नियम नै हो। अनि हाम्रा उद्योगहरूले रातोरात अर्डर गुमाउँछन्, फ्याक्ट्री बन्द हुन्छ, अनि ती 65,000 महिला कामदार जसले धागो काटेर वा गलैँचा बुनेर आफ्नो घर चलाइरहेका छन्, उनीहरू त भोलिपल्टै बेरोजगार हुन्छन् नि। गम्भीर कुरा हो। अक्सिजनको भरमा बाँचिरहेको बिरामीलाई ल अब आफै सास फेर्न सिक्छस् भनेर 81 अक्सिजनको पाइप थुत्नु त मृत्युदण्ड दिए सरह भएन र? हाम्रो निजी क्षेत्र अहिले त्यो झट्का सहन तयार छैन। र ती 65,000 महिलाको रोजगारीको कुराले मलाई पनि गम्भीर बनाउँछ। पक्कै। तर म यसलाई अलि फरक तरिकाले हेर्छु। हामीले त्यो अक्सिजन नि 20 वर्षदेखि पाइरहेका छौँ। 20 वर्षदेखि भन्सार छुटको अक्सिजन दिँदा पनि त्यो बिरामी निको हुने, आफै सास फेर्ने वा उठेर हिँड्ने कुनै छाडकाड छैन। किन? किनभने हाम्रो आन्तरिक क्षमता नै कमजोर छ। हो, तर त्यो क्षमता किन बढेन त? किनभने हामीले त्यो समयलाई उद्योगको आधुनिकीकरण र उत्पादकत्व बढाउन कहिल्यै प्रयोग गरेनौं। व्यापार विज्ञ रविशंकर सेन्जुले स्रोत सामग्रीमा एकदमै सठिक कुरा भन्नुभएको छ। कोभिडको कारण हामीले थप समय पायौं नि, तर त्यो समयलाई हामीले उत्पादन बढाउन वा प्रविधि भित्र्याउन उपयोग गरेनौं, बरु हामी आयातमुखी अर्थतन्त्रमै रमाइरह्यौं। साना तथा मझौला उद्योग सङ्कटमा पर्छन् भन्ने तपाईको चिन्ता जायज छ, तर के सधैँ एलडीसी ट्यागले मात्र उनीहरूलाई बचाउन सक्छ त? तर तत्काल त बचाउँछ नि। उनीहरूले आफ्नो गुणस्तर बढाउने, ब्रान्डिङ गर्ने, कर्मचारीलाई तालिम दिने काम त स्तरोन्नतिले दिने त्यही शकपछि मात्र सुरु गर्नेछन्। नत्र उनीहरू सधैँ त्यही सस्तो श्रम र भन्सार छुटको भरमा मात्र बाँचिरहनेछन्। उद्योगहरूले दबाव परेपछि आफै चमत्कार गर्छन् भन्नु एउटा आदर्शवादी सोच मात्र हो जस्तो लाग्छ मलाई। त्यस्तो हो र? व्यावहारिक अर्थतन्त्रमा जब पुँजीको ब्याज दर चर्को हुन्छ र प्रविधि अत्यन्तै महँगो हुन्छ, साना उद्योगहरू रातोरात आधुनिक बन्न सक्दैनन् नि। आईटीसीको प्रतिवेदन अनुसार हाम्रो निर्यातमा 4.3% को प्रत्यक्ष ह्रास आउनेछ। यो भनेको हामीले अहिले भएको थोरै निर्यात पनि गुमाउँदैछौँ। तर के त्यो निर्यात गुम्दा समग्र अर्थतन्त्र नै धराशायी हुन्छ त? म त्यसैमा आउँदैछु। तपाईले अघि एफडीआई को कुरा उठाउनु भयो नि। तपाईको तर्क छ कि एलडीसीबाट निस्किने बित्तिकै नेपालको क्रेडिट रेटिङ बढ्छ र विदेशी लगानीको बाढी आउँछ। हो, मेरो तर्क त्यही हो। के साँच्चै एउटा कागजको एलडीसी ट्यागले गर्दा मात्र विदेशी लगानी नआएको हो त? तथ्याङ्क र यथार्थले अर्कै कथा भन्छ। विदेशी लगानी नआउनुको मुख्य कारण त नीतिगत अस्थिरता, झन्झटिलो प्रशासनिक प्रक्रिया, कमजोर पूर्वाधार र भूराजनीतिक दबाव हुन्। नीतिगत झन्झटहरू छन् भन्ने कुरा म पूर्ण रूपमा स्वीकार गर्छु। हाम्रो वान डोर पोलिसी अझै पनि व्यवहारमा मेनी डोर जस्तै छ। तर अन्तर्राष्ट्रिय वित्त बजारको एउटा आफ्नो मनोविज्ञान हुन्छ नि। म त्यही मनोविज्ञान र यथार्थको कुरा गर्दैछु। हेर्नुहोस्, जलविद्युतमा लगानी ल्याउने कुरामा भूराजनीति कति हावी छ। भारतले स्पष्ट नीति ल्याएको छ कि चीनिया लगानी वा संलग्नता भएका कुनै पनि आयोजनाबाट उत्पादित बिजुली उसले किन्ने छैन। यो एउटा कठोर भूराजनीतिक यथार्थ हो नि। अब मलाई भन्नुहोस्, हामी एलडीसीबाट स्तरोन्नति हुँदैमा, हाम्रो देशको नामको अगाडि विकासोन्मुख लेखिँदैमा के यो भूराजनीतिक यथार्थहरू जादु गरे झै गायब हुन्छन् त? भारतले आफ्नो विदेश नीति परिवर्तन गर्छ? पक्कै गर्दैन। त्यही त, त्यसैले ट्याग हट्ने बित्तिकै लगानी आउँछ भन्नु एउटा भ्रम मात्र हो। उल्टै हामीले पाउँदै आएको सहुलियतपूर्ण ऋण जसको ब्याज दर अत्यन्तै कम हुन्छ, त्यो गुमाउने जोखिम बढ्छ र जलवायु परिवर्तन अनुकूलनका लागि पाउने एलडीसी फन्ड जस्ता अनुदान पनि बन्द हुनेछन्। म तपाईको भूराजनीतिको कुरासँग पूर्ण सहमत छु। भारत र चीन बीचको चेपुवामा हाम्रो जलविद्युत बजार प्रभावित छ, यो म मान्छु। स्तरोन्नतिले दिल्ली वा बेजिङको नीति बदल्दैन।
तर तपाईँले अन्तर्राष्ट्रिय संस्थागत लगानीकर्ताहरूको संयन्त्रलाई मतलब इन्स्टिट्युसनल इन्भेस्टर्सहरूलाई अलि नजरअन्दाज गरिरहनु भएको छ कि जस्तो लाग्यो। कसरी? यसलाई सवारी चालक अनुमति पत्र लर्निङ लाइसेन्सको उदाहरणबाट बुझाउन एलडीसी ट्याग भनेको गाडीमा टाँसिएको एल स्टिकर जस्तै हो। जबसम्म तपाईँको गाडीमा एल स्टिकर हुन्छ, ट्राफिक प्रहरीले अलि छुट दिन्छ, अरू ड्राइभरले पनि सिकारु रहेछ भनेर बाटो छोडिदिन्छन्। यो भनेको हामीले पाउने अनुदान र भन्सार छुट हो। तर त्यो एल स्टिकर लिएर तपाईँ फर्मुला 1 को रेसमा वा द्रुत गतिको हाइवेमा कुद्न पाउनुहुन्न नि। ओहो, निकै रोचक एनालोजी। ठूला पेन्सन फन्ड वा प्राइभेट इक्विटी फर्महरू जसले अर्बौं डलर चलाउँछन् नि, उनीहरूको कम्प्युटर मोडलले जब कुनै देशको कन्ट्री रिस्क मापन गर्छ, एलडीसी ट्याग देख्ने बित्तिकै त्यसलाई अत्यन्त जोखिमपूर्ण भनेर रातो बत्ती बालिदिन्छ। उनीहरूले लगानी नै गर्दैनन्। जब हामी यो ट्याग फाल्छौं, यसले विश्व बजारलाई एउटा बलियो सन्देश दिन्छ कि नेपाल अब आर्थिक रूपमा बालिग भयो, हामीसँग व्यापार गर्न सकिन्छ। हो, आन्तरिक सुधारहरू अत्यावश्यक छन्, तर एल स्टिकर नै टाँसिराख्नु भनेको लगानीकर्ताहरूलाई हामी अझै गाडी चलाउन जान्दैनौँ भनिरहनु हो नि। म तपाईँको एल स्टिकरको तर्क बुझ्छु, तर मेरो प्रश्न के हो भने के हामी साँच्चै हाइवेमा कुद्न तयार छौं त? गाडीको इन्जिन बिग्रिएको छ, ब्रेक लाग्दैन, अनि स्टिकर मात्र च्यातेर हाइवेमा हाम फाल्दा त दुर्घटना मात्र हुन्छ नि। सरकारले सन् 2029 सम्म म्याद सार्नुको औचित्य नै यही हो कि हामीलाई त्यो गाडी मर्मत गर्न समय चाहिएको छ। हामीलाई स्मुथ ट्रान्जिसन स्ट्र्याटेजी एसटीएस व्यवहारमा उतार्न समय चाहिएको छ नि। तर त्यो रणनीति त कागजमा मात्र सीमित छ नि, होइन र? होइन, यसलाई समय दिनुपर्छ भन्न खोजेको हो मैले। यो 3 वर्षको समय किन महत्त्वपूर्ण छ भने यसले हामीलाई युरोपसँग जीएसपी प्लसको लागि द्विपक्षीय सम्झौता गर्न सास फेर्ने ठाउँ दिन्छ। कूटनीतिक पहल रातोरात त हुँदैन। त्यो त हो। हाम्रा निर्यातकर्ताहरूलाई नयाँ मापदण्डहरू बुझ्न र प्रविधिमा अपग्रेड गर्न समय दिन्छ। अहिले हाम्रो अर्थतन्त्र भर्खरै कोभिडको असरबाट उठ्ने प्रयास गर्दैछ। रेमिटान्समा निर्भरता अत्यधिक छ। यस्तो बेला थप 3 वर्षको समय माग्नु भनेको दुर्घटनाबाट बच्न गरिएको एउटा रणनीतिक तयारी हो। श्रोताहरूले पनि यो कुरा महसुस गर्न सक्छन् कि जब अर्थतन्त्रको जग कमजोर हुन्छ, हतारको निर्णयले महँगी र बेरोजगारी सिधै उहाँहरूकै घरदैलोमा आइपुग्छ। सुन्नुहोस् न, मलाई यहाँनिर रोक्न दिनुहोस्। म यो रणनीतिक तयारी हो भन्ने कुरा मान्न कति पनि तयार छैन। यो केवल आवश्यक तर पीडादायी सुधारहरूबाट भाग्ने राजनीतिक बहाना मात्र हो। बहाना? कसरी? यसलाई रोग र पेन किलरको रूपमा हेरौँ न। रोग गम्भीर छ, शल्यक्रिया गर्नुपर्नेछ, तर हाम्रा नीति निर्माताहरू सधैँ पेन किलर खाएर दुखाइ लुकाउन खोजिरहेका छन्। तर पेन किलर नखाई शल्यक्रिया गर्दा बिरामी मर्यो भने नि? बिरामी मर्न लागेको होइन, बिरामी शल्यक्रियाको डरले भागिरहेको हो। याद गर्नुहोस् त, हामीले सन् 2015 को भूकम्पको नाममा एकपटक म्याच सार्यौं, फेरि सन् 2020 मा कोभिडको नाममा समय माग्यौं, अहिले फेरि भूराजनीति र आर्थिक सुस्तीको नाममा 2029 पुर्याउन खोज्दैछौँ। के ग्यारेन्टी छ कि 2029 मा पुगेपछि सरकारले फेरि अर्को बहाना बनाएर हामी तयार छैनौं, 2032 सम्म सारिदिनुस् भन्ने छैन? खै ग्यारेन्टी त कसले दिन सक्छ र? त्यही त, हामीले अघिल्ला थपिएका वर्षहरूमा के गर्यौं त? कि हाम्रो उत्पादकत्व बढ्यो? कि हाम्रा उद्योगहरू प्रतिस्पर्धी भए? भएनन्। बरु हामी उल्टै राजस्वमुखी भन्सार नीतिमै रमाइरह्यौं। त्यसैले यो 3 वर्ष थप्नु भनेको रोगलाई झन गम्भीर बनाउनु हो। स्तरोन्नतिको डेडलाइनको दबावले मात्र सरकार र निजी क्षेत्रलाई बाध्यकारी रूपमा काम गर्न प्रेरित गर्छ। तपाईको निराशा म राम्रोसँग बुझ्छु र विगतमा हामीले समयको सदुपयोग गर्न सकेनौं भन्ने कुरामा म सहमत पनि छु। हामीले हाम्रो आन्तरिक गृह कार्य पक्कै गरेका छैनौं। तर यसको मतलब यो होइन कि अब हामीले जान अर्थतन्त्रलाई जुवाको खालमा राख्नुपर्छ। आईएलओले स्पष्ट रूपमा भनेको छ कि 1 अर्ब डलरको आर्थिक नोक्सानी हुनेछ। तर त्यो 1 अर्ब डलर भनेको सम्भावित नोक्सानी मात्र हो। सुन्नुस् न, यो 1 अरब डलर भनेको कुनै अर्थशास्त्रको किताबमा लेखिएको कोरा तथ्याङ्क मात्र होइन के। यो हजारौं साना व्यवसायीहरूको जीवनभरको कमाई हो। ती 65,000 महिला कामदारहरूको चुलोको कुरा हो। के हामीले स्तरोन्नतिको दबाव सिर्जना गर्ने नाममा उनीहरूको चुलो निभाइदिने त? मैले त्यसो भन्न खोजेको होइन। आर्थिक रूपान्तरण भनेको एउटा क्रमिक प्रक्रिया हो नि। तपाईले एकैपटक स्विच थिचेर गार्मेन्टमा काम गरिरहेकी 50 वर्षकी महिला कामदारलाई आईटी कम्पनीको सफ्टवेयर डेभलपर बनाउन त सक्नुहुन्न नि। स्तरोन्नतिलाई 2029 सम्म सार्दा कम्तीमा हामीले उनीहरूको रोजगारी सुरक्षित गर्दै वैकल्पिक सिप विकासका कार्यक्रमहरू ल्याउन सक्छौं। त्यो एउटा निकै भावनात्मक र बलियो तर्क हो। म ती कामदारहरूको समस्यालाई नजरअन्दाज गर्न चाहन्न। तर तपाईले रोजगारी गुम्ने जुन भयानक चित्र प्रस्तुत गर्नु हो नि, म त्यसलाई अलिकति यथार्थको धरातलमा ल्याउन चाहन्छु। हाम्रो कुल व्यापारमा निर्यातको हिस्सा जम्मा 9% जति मात्र छ र त्यसको झण्डै 2/3 हिस्सा त भारत जान्छ। भारत हाम्रो मुख्य बजार हो, त्यो म मान्छु। र भारतसँग हाम्रो छुट्टै द्विपक्षीय व्यापार सन्धि छ नि त। त्यसलाई एलडीसी स्तरोन्नतिले कुनै असर गर्दैन। त्यसैले समग्र अर्थतन्त्र नै धराशायी हुन्छ, सबै फ्याक्ट्री बन्द हुन्छन् भन्नु अलि अतिशयोक्तिपूर्ण हुन्छ कि?
खै बरु यो स्तरोन्नतिले हामीलाई के सिकाउँछ भने अब हामी भन्सार छुटको भरमा सस्तो लुगा मात्र सिलाएर बस्न सक्दैनौँ। हामीले सूचना प्रविधि, पर्यटन र ऊर्जा जस्ता उच्च सम्भावना भएका क्षेत्रहरूमा पुँजी सार्नुपर्छ। आईटी क्षेत्रले अहिले नै करोडौँ डलर देशभित्र भित्र्याइरहेको छ र त्यसलाई कुनै एलडीसी ट्याग वा जीएसपी प्लसको आवश्यकता नै छैन। हामीले भविष्यमुखी अर्थतन्त्रको निर्माण गर्न पुराना र अनुत्पादक उद्योगहरूलाई सधैँ कृत्रिम सास दिएर राख्न सक्दैनौँ। म आईटी र ऊर्जा क्षेत्रको सम्भावनालाई नकारिरहेको छैन, पक्कै पनि भविष्य त्यसमै छ। तर अर्थतन्त्रको जग भनेकै साना तथा मझौला उद्योग हुन्। उनीहरूलाई ट्रान्जिसनको लागि पर्याप्त समय दिनै पर्छ। तपाईले भारतसँगको व्यापारको कुरा गर्नुभयो, हो सन्धि छ, तर भारतले पनि चिया, अलैची जस्ता कृषि उत्पादनहरूमा बेला बेलामा नन ट्यारिफ ब्यारियर्स खडा गरिरहेकै हुन्छ नि। त्यो त हो। त्यसैले युरोप जस्तो उच्च मूल्य पाइने बजार गुमाउनु हाम्रो लागि ठूलो झड्का हो। सरकारले बनाएको स्मूथ ट्रान्जिसन स्ट्र्याटेजीमा 6वटा रणनीतिक स्तम्भहरू छन्, जसले समष्टिगत आर्थिक स्थिरतादेखि लिएर उत्पादकत्व बढाउने सम्मका कुरा समेटेको छ। यो रणनीतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारलाई 2029 सम्मको समय अपरिहार्य छ। म तपाईँसँग यहीँनिर पूर्ण रूपमा असहमत छु। यो स्ट्र्याटेजी डकुमेन्ट आफैमा एउटा उत्कृष्ट दस्तावेज होला, निकै राम्रा अङ्ग्रेजी शब्दहरू प्रयोग गरिएका होलान्, तर नेपालको सन्दर्भमा नीति र कार्यान्वयन बीच सधैँ ठूलो खाडल हुन्छ। कार्यान्वयन फित्लो छ। अर्थविदहरूले चेतावनी दिइसकेका छन् कि यो रणनीति धेरै हदसम्म सरकारी दराजमै सीमित छ। जबसम्म माथिबाट डेडलाइनको तरबार झुन्डिँदैन नि, हाम्रा सरकारी निकायहरू र निजी क्षेत्र समेत तात्दैनन्। सन् 2026 को डेडलाइनले त्यो दबाव सृजना गरेको थियो। अब फेरि 2029 भनिएपछि भोलिदेखि सबैजना ढुक्कले सुत्नेछन्। हामीले बुझ्नुपर्छ कि एलडीसी ट्याग एउटा मानसिक अवरोध पनि हो। जोखिमहरू पक्कै छन्, तर ती जोखिमहरू नै नवीनता र प्रतिस्पर्धात्मक क्षमताका जननी हुन्ने। आज हामी कार्यक्रमको अन्त्यतिर आइपुगेका छौँ। हाम्रा बीचमा निकै गहिरो र अर्थपूर्ण असहमतिहरू देखिए। म मेरो निष्कर्ष राख्न चाहन्छु। समग्रमा मेरो दृढ विश्वास के हो भने सन् 2026मै स्तरोन्नति गर्नु भनेको तयारी बिनाको निकै जोखिमपूर्ण छलाङ हो। स्रोत सामग्रीले स्पष्ट देखाएको छ, हामीले सिधै 1,32,000 नेपालीको रोजगारी जोखिममा पार्दैछौँ र $1 अर्ब स्वाहा पार्दैछौँ। युरोपियन बजारमा डबल ट्रान्सफर्मेसनको कडा नियम र भन्सारको भारीले हाम्रा पस्मिना र गलैँचा उद्योगहरू थिचिँदा हामीले कन्ट्री रिस्क प्रिमियम घट्छ र विदेशी लगानी आउँछ भन्ने कोरा सपना मात्र देखेर हुँदैन। अर्थतन्त्र र साना उद्योगहरूको सुरक्षा पहिलो प्राथमिकता हुनुपर्छ। त्यसैले सन् 2029 सम्मको स्थगन हाम्रो अर्थतन्त्र बचाउने अन्तिम सुरक्षा कवच हो जस्तो मलाई लाग्छ। अर्कोतर्फ मेरो निष्कर्ष यो छ कि सधैँ एलडीसीको ट्याग र भन्सार छुटको एल स्टिकर टाँसेर नेपाल कहिल्यै समृद्ध बन्न सक्दैन। यो बैशाखीले हामीलाई पङ्गु बनाइरहेको छ। स्तरोन्नतिलाई बारम्बार सार्नु भनेको अर्थतन्त्रका आधारभूत संरचनात्मक समस्याहरूलाई थाती राख्नु मात्र हो। हो, सुरुवातमा 1,32,000 रोजगारीको जोखिमले हामीलाई पक्कै दुखाउनेछ, केही पीडा हुनेछ, तर यो स्तरोन्नतिले हामीलाई पुराना अनुत्पादक उद्योगहरूबाट माथि उठेर जलविद्युत, प्रविधि र प्रत्यक्ष वैदेशिक लगानीमा आधारित आधुनिक अर्थतन्त्र निर्माण गर्न बाध्य पार्नेछ। यो स्तरोन्नति नेपालको विश्वव्यापी छवि सुधार्ने र विश्व बजारमा वयस्क नागरिकको रूपमा प्रवेश गर्ने एउटा ऐतिहासिक अवसर हो। आज हामीले नेपालको सन् 2026 को वा सम्भावित 2029 को एलडीसी स्तरोन्नति र यसका पछाडि लुकेका आर्थिक जोखिम र अवसरहरूको गहिरो विश्लेषण गर्यौं। हामीले तथ्याङ्कभित्र लुकेका कामदारका कथाहरू र अन्तर्राष्ट्रिय व्यापारका जटिल नियमहरूलाई खोतल्ने प्रयास गर्यौं। पक्कै पनि यो केवल एउटा आर्थिक मितिको कुरा होइन नि, यो त नेपालले आफूलाई विश्व सामु कसरी उभ्याउने भन्ने पहिचानको लडाईँ पनि हो। एकदम सही कुरा। के नेपालले आफ्ना वर्तमान रोजगारीहरू बचाउन र उद्योगलाई मर्मत गर्न फेरि एकपटक समय माग्नुपर्छ, वा त्यो गरिबीको ट्याग च्यातेर नयाँ आर्थिक युगमा प्रवेश गर्न यो जोखिमपूर्ण छलाङ मान्नै पर्छ? स्रोत सामग्रीमा अझै धेरै कुराहरू र सूक्ष्म पाटाहरू खोज्न बाँकी छन्। हो, धेरै कुरा बाँकी नै छन्। यो गम्भीर निर्णय र विचार विमर्श अब तपाईँ श्रोताहरूकै हातमा छोड्दै आजको द डिबेटबाट हामी बिदा माग्छौं।